साँझको समयमा नेपालगञ्जको वाटर पार्क अलिअलि वरिपरि बत्ती छ, हरियाली छ, तर अलिकति बढी रात परिसक्यो भने अलिक पानीको नजारा भने अलिकति पानीको दृश्य भने अलिक कमजोर होला। तर यहाँ मान्छेहरूको भिडभाड, बच्चाहरूको खेलकुद रमाइलो छ। धेरै नेपालगञ्जवासीहरूलाई चाहिँ यो वाटर पार्कले राहत दिएको छ। मनप्रिय, लोकप्रिय, जनप्रिय भएको छ। धेरै मान्छेहरू बसेर टाइम बिताउने, इभिनिङ वाक, मर्निङ वाक गर्ने, दिउँसोमा चाहिँ बोटिङ गर्ने, धेरै किसिमका अनुभवहरू सँगाल्ने आदि काम भइरहेको छ। यो वाटर पार्कले नेपालगञ्जको मुहार नै फेरेको छ भन्दाखेरि अतिशयोक्ति नहोला। मौका मिल्छ भने तपाईँहरू नेपालगञ्ज आएको बेलामा एकपटक वाटर पार्क घुम्नुहोस्। यहाँ हिँड्नको लागि फुट ट्र्याकको राम्रो प्रबन्ध छ। साँझ पनि हिँड्नुभयो भने अँध्यारो हुँदैन, वरिपरि बत्ती छ र बिचबिचमा बत्तीको पनि व्यवस्थाहरू भएको छ। बिहान पनि राम्रोसँग हिँड्नलाई सफा मौसम, धुलो नभएको, शीतल, सबैतिरबाट राम्रो प्रबन्ध मिलेको छ। छाया पनि छ। त्यसो भएर चाहिँ यो नेपालगञ्जको लागि एउटा नयाँ गन्तव्य बन्न सक्छ। वाटर पार्कको पुरा एक चक्कर परिधि घुम्दाखेरि 1.3 किलोमिटर अथवा 1300 मिटर हुन आउँछ र 2-3 घन्टा गऱ्यो भने मर्निङ वाक, इभिनिङ वाक पनि प्रशस्त पुग्छ।